नमस्कार। र आज बेलोडी नगरपालिकाको 15औं नगरसभा आज बहुमतले पारित भएको छ र हामीहरूले सबै हामी यहाँ उपस्थित साथीहरूले नगरपालिकाबाट कार्यपालिकाबाट स्वीकृति गरेर बहुमतले स्वीकृति गरेर लिएर आएको शाखागत योजना, चालु खर्च र हाम्रो नगर स्तरीय योजनाको हकमा हामीहरूले विधि विधान सङ्गत जति पनि शाखागत बजेटहरू छ र नगर स्तरीय बजेटहरू छन् र चालु खर्च छ, ती सबै बजेटहरूलाई डल्लो नराखिकन त्यसलाई शीर्षक वाइज शीर्षाङ्कन गरी बजेटको कति बजेट हो त्यो सम्पूर्ण डिटेल विनियोजन गरेर मात्रै नगरसभाबाट पास हुनुपर्छ भन्ने हामीले आफ्नो अडान राख्यौँ। त्यो अडान बावजुद पनि यो अहिले उहाँहरूले बहुमतले पास गरेर गएको अवस्था छ र हामीहरूले विधि विधान सङ्गत कानुन सम्बद्ध सबै शीर्षकलाई बजेट विनियोजन गरेर नगरसभाबाट पास हुनुपर्छ भन्ने हाम्रो अडान र उहाँहरूले नसुनेको अवस्था हुँदा यी कुराहरू आज आइरहेको छ र यसमा विशेषतः हामीहरूले यसभन्दा पहिला पनि कार्यपालिकामा पनि म या हाम्रो कार्यपालिका केही साथीहरूले पनि कार्यपालिकाबाट पनि बजेटलाई शीर्षाङ्कन गरी बजेट विनियोजन गरेर नगरसभामा पेश गर्नुपर्दछ भन्ने कुराहरू राखेको थियौँ र कार्यपालिकामा पनि ती कुराहरू सुनवाई भएन र त्यहाँबाट डल्लो बजेट बहुमतले पास भएको अवस्था हो र यहाँ ल्याएर पनि बहुमतले पास भएको छ र यो विधि विधान सङ्गत भएन भनेर अब साथीहरूसित यी कुराहरू हामीले राख्ने विशेष यो अनुरोध गर्न बोलाएको। अब यहाँले राखेको विषयवस्तुमा हामीले नगर प्रवक्तासँग समेत सोधेका छौँ। हामीले के सोध्यौँ भने तपाईँहरूले प्रत्येक शीर्षकलाई छुट्याएर बजेट विनियोजन गर्नुपर्ने थियो र एकमुष्ट अथवा डल्लो नै तपाईँहरूले पारित गर्नुभयो, यो कसरी गर्नुभयो भन्दा उहाँहरूले चाहिँ ओडा र केही शाखाको पूर्ण रूपमा हामीले सिलिङ पठाइसकेपछि उहाँहरूले चाहिँ हामीलाई चाहिँ प्राप्त नगराइसकेपछि उपलब्ध नगराइसकेपछि हामीले चाहिँ अहिले एकमुष्ट गरेका हौँ। त्यसपछि फेरि चाहिँ हामी कार्यपालिका बसेर उहाँहरू सबैसँग बसेर चाहिँ यो गर्छौँ भन्नुभएको छ। यसमा तपाईँहरू सहमत हुनुहुन्छ? यो कुरामा हामीहरू यो कुरा पनि हाम्रो नगरसभामा उठेको हो। यसमा उहाँले भनेका कुराहरूमा हामीहरू सहमत